साम्पाङज्यूको झोले हुन त निधारमा पनि लेखेर आउनुपर्छ। राम्रै सौभाग्य नै हो। असल मान्छेको झोला बोक्न तयार हुनुपर्छ। उहाँको झोले भन्दा म खुसी हुन्छु, दुखी हुन्न। श्रम गर्ने मान्छे चाहिँ वास्तवमा भन्ने हो भने सबभन्दा इमान्दार हुन्छ अरे। किनभने श्रम गरेर खानु पर्यो नि, ठगेर खानु भएन, खुट्टा हल्लाएर खानु भएन, भ्रष्टाचार गर्नु भएन, अपराध गर्नु भएन, दुराचार गर्नु भएन, पापाचार गर्नु भएन भन्ने सन्देशका साथ यो देश बनाउनु पर्छ भनेर हिँडेको हर्क साम्पाङज्यूलाई घेराबन्दी गर्नेहरू वास्तव पापिष्ट हुन्। अब म हेर्नुहोस्, म हर्क साम्पाङज्यू हुन सक्दिनँ, किनभने मान्छेका केही लिमिटेसन हुन्छ। हर्क साम्पाङज्यूले बल्ल भन्नुहुन्थ्यो कि तपाईँले गरिब दुखी रोगी असहायलाई लाखौं सहयोग गर्नुहुन्छ, त्यो पनि एउटा वास्तवमा ठूलो काम हो भन्नुभएको थियो। उहाँले श्रम गर्नुभएको छ, उहाँ जस्तो भइहाल्थ्यो नि। म उहाँ जस्तो हुन नसकेर त उहाँलाई सहयोग गरेको। उहाँ जतिको हुन त दिल भएर मात्रै हुँदैन, दिमाग भएर मात्रै हुँदैन, काम गर्न सक्ने हुत्ती पाइन हुनु पर्यो। अब हामीमा त्यो सबैमा त्यो क्षमता छैन नि। गरिराख्नु भएको छ त तपाईले। यो त अब यसो औपचारिकता पनि हो कि काम गर्छु म नगर्ने होइन, घरैमा पनि काम गर्छु। तर उहाँले जुन निष्ठापूर्वक गर्नु भएको छ, रेडी 1 2 3 भनेर क्यामेरा खोल्दा साथ दुई चप्परी यसो माटो उता सुटेड बुटेड भएर माटो उता पन्साएर यसो झार उखलेर वा इच्छा मनोकामनामा पानी झारे जस्तो होइन के। यो भने निरन्तर अभियान हो, निरन्तर श्रम गर्नुपर्छ। ट्रेडमिलमा दौडिएर बोसो घटाउनेहरू एकचोटि यो लेबर क्याम्पमा आउन्, क्लब जोइन गर्नेहरू, म यही भन्छु, यो अभियानलाई साथ दिउँ।